किन जापानमा एउटा लाइसेन्स निकाल्नको लागि 3 लाखदेखि 4 लाखसम्म लाग्ने गर्छ अनि 90% मान्छेहरू फर्स्ट एटेम्पमै किन फेल हुन्छन्? के हो साँच्चीकै गाह्रो छ त? कि यो मान्छेहरूले बनाएको एउटा भ्रम मात्र हो? मैले पनि भर्खर एउटा लाइसेन्स निकालेको छु। यसमा चाहिँ मेरो एक्सपिरियन्स कस्तो रह्यो भन्ने कुरा चाहिँ म तपाईँलाई आज यो भिडियोमा सेयर गर्न गइरहेको छु। कृपया अन्तिमसम्म हेरेर साथ दिनुहोला। अब चाहिँ ढिला नगरिकन सिधै यसको प्रोसेसहरू के हुन्छ भन्नेतिर लागौँ। सुरुमा त तपाईँको मेनली भनेको दुईवटा अप्सन हुन्छ। एउटा अप्सन भनेको यदि तपाईँसँग नेपालको लाइसेन्स छ भने तपाईँले यहाँ आएर जापानमा आएर त्यसलाई चेन्ज गर्नुपर्ने हुन्छ। टेक्निकली भाषामा जापानिज भाषामा भन्नुपर्दा यसलाई गाइक्योकु मेन्क्यो किरिखाई भनिन्छ। यसको अर्थ तपाईँले नेपालबाट ल्याएर यहाँ आएर चेन्ज गर्नुपर्ने हुन्छ। यसको लागि अलिक प्रोसेसहरू छुट्टै हुन्छ। यसको भिडियोमा म पछि कुरा गर्छु। आज मैले यसको विषयमा कुरा गरिनँ। आज चाहिँ यदि तपाईँसँग लाइसेन्स छैन, पुरै जिरो लेभलबाटै स्टार्ट गर्नुहुन्छ भने के कस्तो हुन्छ यसको प्रोसेसहरू, कस्ट कति लाग्छ, के हो साँच्चीकै गाह्रो छ कि सजिलो छ भन्ने कुराहरू म सेयर गर्न गइरहेको छु। मेनली अप्सन भनेको तपाईँले सुरुमा जानुपर्ने हुन्छ जिरोस्यागाको ड्राइभिङ स्कुल। त्यसमा चाहिँ तपाईँले नर्मली आफ्नो फोनबाट गुगल म्यापमा गएर ड्राइभिङ लाइसेन्स नियर मी भनेर सर्च गर्नुभयो भने त्यसमा मजाले तपाईँहरूको अप्सन देखाइदिन्छ। त्यो अप्सनमा अब तपाईँ त्यहाँ गएर एकचोटि फोन गरेर कुरा गरेर तपाईँको त्यो अपोइन्टमेन्ट लिनुपर्ने हुन्छ। अपोइन्टमेन्ट लिएपछि तिनीहरूले तपाईँलाई एक दिन सर्टेन टाइममा बोलाउँछ। बोलाएपछि के हो प्रोसेसहरू, यो प्रोसेसहरू छ, यति कस्ट लाग्छ अनि त्यहाँ 2-3वटा प्लान पनि हुन्छ। त्यो प्लानहरूमध्ये तपाईँहरू कुन प्लान लिनुहुन्छ भनेर एउटा सानो सावधान दुईजना बिचको एउटा कुराकानी हुन्छ। त्यसपछि कुराकानीपछि अब तपाईँले आफूले कुन कोर्स मनपर्छ भनेर त्यो कोर्स छान्न सक्नुहुन्छ। बेसिकली नर्मल्ली 3 लाखदेखि 4 लाखसम्म चाहिँ यो पोस्ट लाग्ने नै गर्छ होइन। किन यति धेरै महँगो छ त नि? यसमा के छ त कारण भन्दाखेरि यिनीहरूले तपाईँसँग ड्राइभिङ लाइसेन्स छैन भनेपछि तपाईँहरूको ड्राइभिङ अलि स्किल भए पनि उनीहरूले पुरै जिरो लेभलबाट सिकाउने हुन्छ। सब स्टेप बाई स्टेप जाने भएकोले यो अलिकति कस्ट महँगो पनि पर्न आउँछ। म पनि अब दुईवटा एटी लिने कि एमटी लिने भन्ने हुन्छ। त्यो चाहिँ अब तपाईँ आफ्नो प्रिफरले अप्सनहरू चुज गर्न सक्नुहुन्छ। अनि पेमेन्ट चाहिँ तपाईँले क्यासमा पनि पे गर्न सक्नुहुन्छ अर यु क्यान पे विथ क्रेडिट कार्डबाट पनि पे गर्न सकिन्छ। त्यसपछि त्यो सकिएपछि अनि हजुरलाई तपाईँ ल यति दिनबाट स्टार्ट हुन्छ भनेर तपाईँले उनीहरूले भन्छ। अनि भनेपछि त्यसपछि जाने बित्तिकै तपाईँले सुरुमा ड्राइभिङ गर्न पाउँछु जस्तो लाग्छ, तर त्यस्तो नहुँदो रहेछ। सुरुमा भनेको उनीहरूले एक दिन फर्स्ट दिन चाहिँ के लाग्छ भने सिमुलेटर भन्ने हुन्छ, एउटा गेमिङ जस्तै हो। त्यसपछि तपाईँले त्यसमा चाहिँ अनि थोरै कर्भ कन्ट्रोलिङ अनि त्यसपछि थोरै स्पिड कन्ट्रोलिङ, त्यसपछि ब्रेकिङहरू लाग्ने कस्तो भनेर सिकाउँछ तिनीहरूले। अनि त्यहाँ चाहिँ अनि तपाईँले त्यो कुराहरू मात्र सिक्नुहुन्छ। अनि अर्को आउँछ त्यसपछि कोर्सहरू सुरु हुन्छ। यसमा चाहिँ मेनली दुईवटा कोर्स हुन्छ, खारीमेन्क्यो र होममेन्क्यो भन्ने हुन्छ। खारीमेन्क्यो चाहिँ अब थ्योरी क्लास लगभग घरमै बसेर लिन पनि हुन्छ, अनलाइन क्लास हो। थ्योरी क्लास चाहिँ लगभग 10देखि 12 घन्टा हुन्छ। अनि ड्राइभिङ क्लास चाहिँ लगभग तपाईँको 12देखि 15 आवर्सको हुन्छ। अनि होममेन्क्यो चाहिँ लगभग तपाईँको थ्योरी चाहिँ 16देखि 19 घन्टाको हुन्छ क्या हो। त्यसपछि ड्राइभिङ चाहिँ 19देखि 25 घन्टाको हुने गर्छ। यसरी डिभाइडेड गरेको हुन्छ। अनि के फरक छ त यो होममेन्क्यो र खारीमेन्क्योमा है त? अब होममेन्क्यो भनेको तपाईँको लर्निङ फेजको लागि एउटा दिने एउटा लाइसेन्स हो। जस्तो अब तपाईँले सुरुमा जानुभयो, त्यसपछि तपाईँले सुरुमा गएर रोडमा चलाउनु पाउँदैन। त्यसको लागि तपाईँले खारीमेन्क्यो पास गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ पहिला खारीमेन्क्योमा कस्तो प्रोसेस हुन्छ त नि भनेपछि अब तपाईँले सुरुमा गएपछि अब साइडमा एउटा सेन्सी हुन्छ, सेन्सीले सिकाउँछ मिरर कसरी हेर्ने, अनि त्यसपछि स्पिड कसरी लैजाने, थोरै कर्भहरू कसरी लाने भनेर हुन्छ नि। एउटा सानो ट्राफिक लाइट भएको गएकै फेरिमा रहेर तपाईँहरूले सिक्नुपर्ने हुन्छ। यसमा चाहिँ खासै कुनै गाह्रो त केही पनि हुँदैन, तर पनि तपाईँहरूले धेरै नोटिस गर्नुपर्ने कुराहरू धेरै भएको हुनाले अलिकति केयर चाहिँ गर्नुपर्छ है त। अनि तपाईँले पास हुन सकेन भने तपाईँको फेरि आवर्स पछि बढाइदिनु भएको हुनाले तपाईँलाई अलिकति बढी टाइम लाग्छ। सो राम्रोसँग विचार गरेर सिक्नु होला सिकाएको बेलामा। अनि त्यसपछि लगभग कति त्यति आवर्स पुरा भइसकेपछि हजुरको एउटा टेस्ट हुन्छ, गएकोले लिने टेस्ट हो। त्यो टेस्टमा चाहिँ तपाईँले 50 एउटा क्वेसन हुन्छ,
50वटा क्वेसन हुन्छ, त्यसमा चाहिँ 45 प्लस ल्याउनु भयो भने तपाईँहरूले बल्ल खारिमेन्क्यू पास हुन्छ। खारिमेन्क्यू पास भएपछि एउटा सौम्य दिन्छ खारिमेन्क्यू पास भएको भनेर, त्यो तपाईँले ल्याउन पनि सक्नुहुन्छ, उहीँ राख्न पनि सक्नुहुन्छ। मैले चाहिँ अब ल्याउनु पर्ने कुनै जरुरी नभएर उहीँ राखेको थिएँ। अनि त्यसपछि बल्ल तपाईँको रियल ड्राइभिङ लाइसेन्स सुरु हुन्छ। अनि तपाईँ बल्ल त्यसपछि रोडमा जानुहुन्छ। त्यसपछि तपाईँको यो साइडमा एउटा सेन्सी हुन्छ, सेन्सीसँगै बसेर तपाईँले सिक्नुपर्ने हो। गाह्रो र अप्ठ्यारो त केही नै हुँदैन। जस्तो अब अलिकति मिस्टेक गर्ने के लाउनु भयो भने उनीहरूले ब्रेक लगाएर यस्तो नगर उस्तो नगर भनेर चियो सारिदिए गर्छ। त्यसपछि त्यस्तो भएको हुनाले खासै त्यस्तो डर त केही नै हुँदैन। तै पनि तपाईँले त्यसपछि रियल ड्राइभिङ लाइसेन्स सुरु भएकोले ट्राफिकहरू अनि त्यसपछि मान्छेहरू पनि हिँडिरहेको हुन्छ, अरू गाडीहरू पनि हिँडिरहेको हुन्छ, सबसँग अलिकति केयर गरेर अनि त्यसपछि चलाउनु पर्ने हुन्छ। अनि साँघुरो रोडमा कसरी जाने, अनि त्यसकै दौरानमा तपाईँलाई एकचोटि हाइवे पनि लाग्छ। हाइवेमा चाहिँ एकदम मजा आउँछ, मलाई पनि एकदम मजा लाग्यो। त्यो फिलै एक्साइटेडै अर्कै हुन्छ। अनि त्यो पनि सकिएपछि अनि त्यसपछि एउटा टेस्ट हुन्छ, त्यो चाहिँ ड्राइभिङ टेस्ट मात्रै हो, गएकोले लिने गर्छ। अनि सेन्सी भएर हुन्छ। मेरो पालामा चाहिँ लगभग 3जनाले थियो। अनि त्यसपछि चेन्ज गरेर चाहिँ हामीले अनि गरेको थियौँ। अनि त्यसमा चाहिँ उनीहरूले हेरेर ल ठिक छ त पास हुन सक्छस्, तैँले चलाउन सक्छस् भनेर उनीहरूले ओके भन्यो भने बल्ल तपाईँ पास हुने हो। त फेरि त्यसै पास गर्दैन यिनीहरूले, एकदम तपाईँले एकदम डिसिप्लिनमा भएर काम हेर्नुपर्ने हुन्छ। जस्तोहरू मिररहरू यताउति हेर्ने होइन, त्यसपछि मान्छे नभए पनि अनि त्यसपछि यसो मान्छे हेरे जस्तो गरेर अलिकति नाटक गरिदिनुपर्छ यिनीहरूको अगाडि, हेरेछ भने जस्तो हुन्छ। त्यस्तो गऱ्यो भने उनीहरूले पास गरिदिन्छ। पास गरेपछि तपाईँको एउटा स्टेज पुरा भयो। अनि बल्ल आउँछ लास्ट स्टेज, एकदम इम्पोर्टेन्ट स्टेज, इक्जाम। अनि तपाईँको पास भएपछि उनीहरूले पास भयो भनेर एउटा स्योमे दिन्छ, त्यो स्योमे। अनि त्यसपछि तपाईँले अर्को भनेको जाइरो कार्ड अभियसली चाहिने नै भयो। अनि त्यसपछि अर्को भनेको जिम्मी हो चाहिन्छ, अनि 3 महिना नकटेको। अनि अर्को भनेको फोटो चाहिँ लगभग तपाईँले 6 महिना नकटेको एउटा फोटो चाहिन्छ। अनि त्यो सब फोटो लिएर ड्राइभिङ इक्जाम सेन्टरमा जाने हो। म चाहिँ कादोमा ड्राइभिङ सेन्टरमा गएको थिएँ। अनि त्यसमा चाहिँ युवाको गरेर गर्नुपर्ने हुन्छ। अनि युवाको गरेपछि अनि तपाईँहरूले अब कुन टाइममा दिने भनेर तपाईँले टाइम चुज गर्न सक्नुहुन्छ। टाइम चुज गरेपछि तपाईँ गएर त्यहाँ गएर अनि बल्ल इक्जाम दिने हो। अनि इक्जाम दिएर 100वटा क्वेसन हुन्छ। 100वटा क्वेसनमा 1 देखि 90वटा क्वेसन चाहिँ तपाईँको ट्रु एन्ड फल्स नै हुन्छ। त्यसपछि 90 देखि 95वटा चाहिँ लगभग तपाईँको जजमेन्टवाला क्वेसनहरू हुन्छ। यो अलिक ट्रिकी छ है। अनि तपाईँको मिल्यो भने 2 मार्क्स आउँछ होइन। अनि एउटा मात्रै बिग्रियो भने फेरि कुनै पनि नम्बर आउँदैन। यसमा चाहिँ अलिक केयर गर्नु होला। त्यसपछि यो सब गरेर तपाईँको पास भएपछि तपाईँको त्यही गर्नुभयो भने त्यही दिन तपाईँको हातमा लाइसेन्स आउँछ। यही हो आजको भिडियो है। अब कस्तो लाग्यो तपाईँलाई, मैले के सुधार गर्न सक्छु भने तपाईँहरूको कमेन्टको प्रतीक्षामा छु म। यही हो आजको भिडियो, यहीसम्म मात्रै गरौँ। थ्याङ्क यू फर वाचिङ। तपाईँहरूले अझै यस्तै इन्फर्मेटिभ भिडियो र फ्याक्टको बारेमा भिडियोहरू हेर्न मन छ भने मलाई फलो गर्नु, सब्सक्राइब गर्नु। म यस्तै कुराहरू भिडियोहरू लिएर अब तपाईँहरूको पछि आउने नै छु। हस् त, थ्याङ्क यू।